मैले आज मल्टीग्रेन ब्रेड बनाउन लाग्दैछु। यसमा पहिले गहुँको पिठो हालेँ, ओट्स हालेँ 1 चम्चा, अनि आलमन्ड पाउडर, सबै पाउडरहरू, सिसम पाउडर हालेर, ब्राउन सुगर 1 चम्चा, बटर पगालेर सबै रेडी गरेँ। अब सबै राम्ररी मिक्सअप गर्ने। अब यो सबै हातले यसरी चलाउने, सबै मिक्स गर्ने। मल्टीग्रेन ब्रेड बनाउन लागिरहेछु। सबै पाउडरहरू हालेर अब चलाउने एकछिन राम्ररी। मनतातो दुध हालेर अब यसलाई एकछिन मुस्ने। यसलाई यो बाउलमा राखेँ। अब यसलाई मास्त्रबाट प्लास्टिकले छोपेर जबसम्म यसको डबल साइज हुन्छ अनि 1 घन्टामा झिक्ने। 1 घन्टा भयो है, डबल भयो। यसमा हालेँ मैले। फेरि यसमा हालिसकेपछि 20 मिनट र्याप गरेर प्लास्टिकले छोडिदिने अनि मात्रै ओभनमा हाल्ने। ओभन अन गरेको यहाँ बटर लगाएर मैले यहाँ माथिबाट ओटमिल र आलमन्ड हालेँ। यो हाल्नुभन्दा अगाडि मैले बटर लगाएँ। हजुरहरूले अन्डाको सेतो भाग लगाए पनि हुन्छ। अब यो ओभन रेडी भयो, तातो। अब यहाँ 35 मिनट राखिदिने। ल मल्टीग्रेन ब्रेड रेडी भयो। रेडी भयो भएन भनेर हेर्नलाई यो टुथपिकले एकचोटि यहाँ छेड्ने। यहाँ लागेको छैन, अब पाको।